गाइजहरू नमस्कार। म धेरै दिन पछाडि तपाईँहरूको माझ म भ्लग बनाउनु बिचमा अलिक भ्याइनँ, त्यही भएर धेरै दिन पछाडि भ्लगमा तपाईँहरूमा जोडिएको छु। तपाईँलाई भिडियो यसो गाउँघरमा छु अहिले, त्यही भएर के कस्तो लाग्छ हेर्नुहोला। म चाहिँ अहिले भर्खर गाई बस्तु पालन हो। देख्नुहुनेछ आज अहिले आज असार 15 होला होइन, असार 15 देख्छु मैले। हजुर के कस्तो साथ पायो जीवनमा बसन्त छायो भुन 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 भवराले मिठो मिठो गीत गायो मनको साथ पायो जीवनमा बसन्त छायो ढुक 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 ढुकीमा नलो नलो भाका आयो मनको साथ पायो जीवनमा बसन्त छायो मनले मनको साथ पायो जीवनमा बसन्त छायो। मेरो गाउँ कस्तो लागेको यो पर आउने बाटो यता फुलहरू पनि रोप्यौँ, वृक्ष रोप्नु साकेलातिर सिक्का बोकिरहेको छु। सिक्का भित्र उत्तर भन्नु जान्छु है। छोटो आइज मेरो साथी चाहिँ यस्तो छ गाउँघरमा हो। अब अरू साथीहरू हुन भने कता के खाऊँ भनिहाल्छ हो। अब अलिक सहर बजार बसियो 2-3 वर्ष, त्यही भएर दङ्गाउनु थालिहाल्छ के खाऊँ भन्छ। त्यही भएर म त साथीहरू यस्तो नाम छोटो हो। हल्का बिरामी भइरहेको छ, त्यही भएर सँगै हिँड्छ साथी हो नि त। सोत्तर यहाँ माथि हारेको छु गाईहरू। हाम्रोतिर चाहिँ रुखहरू अहिले बर्खाले गर्दा चिप्लो हुन्छ नि त, त्यही भएर यस्तो भर्याङ लाएर झार्नुपर्छ यहाँ माथि। यो हाल्नुपर्ने आज यहाँ झारी पनि राखेको छु। अघि बिहान त्यो समयमा चाहिँ गाईलाई सोत्तर झारे, अनि यहाँ सोत्तर पनि छ, सोत्तर पनि उसार्नु पर्ने। अब चाहिँ यो झार्नु पर्ने भयो मेरो चाहिँ गाईहरू। भुरु भुरु उड्न म सिकाइदिउँ कि बादलमा घुम्ने चरीलाई। म चाहिँ गाईहरू अब जान चढेँ है। मेरो भिडियो बनाउनु छु है, कि बादलमा घुम्ने चरीलाई फुरु फुरु नाच्न म सिकाइदिउँ कि मै राम्री भन्ने परिलाई। यो हाम्रो खुसी मायाको ज्योति जिन्दगी भरिलाई, मायालु जिन्दगी भरिलाई। मनले मनको साथ पायो जीवनमा बसन्त छायो भुन 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 भवराले मिठो मिठो गीत गायो। मनले मनको साथ पायो जीवनमा बसन्त छायो ढुक 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 ढुकीमा नलो नलो भाका आयो।
चाहिँ धुपी यति झार्नु पर्यो सुत्तर गाई बस्तुले यस्तै छ गाईचहरू बिहान पनि झारिरहेको छु पुग्छ होला यति भए चाहिँ छोटो आइज सुत्तर झारियो है गाईचरी हाम्रो चाहिँ यस्तो सल्लाह धुपी भन्दा यस्तो हुन्छ सुत्तरी यो चाहिँ छाँसेर यसरी छाँसेर गाईलाई हाल्नुपर्छ यति माथि झारेलाई चाहिँ अब यो अलि मुनि मुनि पनि झार्नुपर्ने छ मेरो साथी चाहिँ खेलिरहेको छ आइज छोटो खेल आइज आमुना आमुनी बस अन्त बस 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 त्यहाँ बस बस तेरो नाम के हो छोटु हो नि मेरो साथी भयो त होइन चाहिँ मेरो काम भनेको बटुल्ने घरमा लाने अनि गाईलाई हालिदिने काम रह्यो गाईचहरू हो अब चाहिँ म बटुल्ने क्रममा लाग्छु गाईचहरू अब बटुलेर फेरि गाई ब्याउन आँटेको छ भर्खरै हाम्रो चाहिँ त्यही भएर अब सुत्केरीमा त अब मान्छेहरूलाई अब तातो तातो खाना तातो तातो कुखुराको सुप चाहिन्छ अब गाई बस्तुलाई त्यस्तो हामीलाई चाहिँ अब आनन्दित केमा हुन्छ भने अब तातो सोतरमा राख्ने हो त्यही हो खोले पानी दिने मिठो मिठो घाँस दिने त्यस्तै त हुन्छ अब गाउँघरमा अरू त के हुनु गाई हो तपाईँहरूलाई अब धेरै दिन पछाडि गाउँघरको तस्बिर भनौँ न होइन एउटा सानो पछिको लागि सम्झना हुन्छ त्यही भएर बनाइरहेको नि है यति बेला अनि त्यही भएर हजुरमा भिडियो ल्याएको छु मेरो साथी अब चाहिँ मेरो सुत्तर बटुल्ने क्रम जारी छ है गाई सुत्तर भारी चाहिँ यहाँ लाउनु पर्यो सुत्तर बटुल्नु पर्यो जोडेर जानेहरू यादमा डुबी मर्दा रहेछन् यतिकै माया गर्नेहरू गर्नेहरू नै थकाइने पिरतीलाई गर्नेहरू छाडी गई तेमुरीले छाडी गई मेरो चाहिँ अब भारी लगभग गाइजहरू पुग्न आँटो हो नि छेत्री बाहुन जस्तो भन्छ नि गाइजहरू पुग्न आँटो भनेर किनभने छेत्री हो नि त मावली त्यही भएर
छेत्री जस्तै गयो आयो भन्ने बोल्छ नि त त्यही भएर छिट्टो तिमी के गर्छौ अब बस मेरो भारी पुगेको छैन हौ आइज मेरो साथी चाहिँ हैन त तिमीले के खायो त्यो राम्रो हो उयो बस उठ उठ यहाँ पर उठ उठ यहाँ बस हो त हो साडी पुग्दै त उदो भाइ अझै गाइसहरू मेरो भारी लगभग पुगेको अवस्था जस्तो देखेँ त्यही भएर अब यो चाहिँ गाईको थलामा लानुपर्ने हुन्छ बोक्न सकिँदैन फेरि मलाई हल्का रुगाले सताइरहेछ अहिले त्यही भएर त्यति लानु पऱ्यो भनेर नि अहिले फेरि अर्को ट्रिप पनि आउनुपर्ने छ बिहान एक ट्रिप लग्यो झारेर अब एक ट्रिप लानु छ म पनि गाउँघरबाट अलिक काले काले भएछु पहिला सहर बस्दा त गोरे थिएँ जस्तो लाग्छ अहिले त कसैले केही भन्दैन पहिला सहरबाट गाउँ आउँदा त यसो आइहाल्नु भन्थ्यो साथीहरूले अहिले त
गाउँले भएछ खासै खोजिँदैन पनि त भएन गाई चोरो रातो घरमा हो यहाँबाट घुमेर जानुपर्ने हो कसरी पुर्याउने घाँस चाहिँ यति नै छ सोत्तर चाहिँ बल्ल घाँस ल्याइ पुऱ्याइयो अब हिलो यस्तो छ त्यही भएर सोत्तर चाहिँ गाईलाई यो अघि लिएको है बाटोमा रोप्ने पर्यो हो त्यही भएर अब पर बाटोमा गाड्नु पर्यो भनेर लाँदैछु है आज दिउँसो पनि रोप्यो अब थोरै बाँकी थियो त्यही भएर यो चाहिँ लानै पर्यो यता गएर छिर्नु भन्नुभएको हुन्छ बाटो चाहिँ बिजोक छ चिप्लो नर्सरी डाँडामा रोपौँ होला नि कि
पर उतापट्टि हुन्छ बादल लागेर यस्तो भइरहेछ हाम्रो मामा चाहिँ यता आउँदै हुन्छ पर्खिँदै गएको खै आउनु न ठुला भाइ छिटो आउने न ठ्याक्कै आइ पनि पुग्नु भयो चाहिँ आज के सञ्चार ठ्याक्कै आज चाहिँ हाम्रो 3 जनाको यात्रा चाहिँ यो नर्सरीको फुल नर्सरी गर्दै 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 हजुर 3 जनाको यात्रा सानोको जात्रा भन्नु ल भन्नु न सुनिरहेको हामी चाहिँ यो खालको फुलहरू रोप्दैछौँ मौरी पालनको लागि मौरी पालनको लागि पो हो यो हाम्रो गोपाल बस्नेतको विकास असन्तै छ अत्यन्तै उसले अहिले चिया प्राणीहरू छोड्यो अनि दही मही खान्छ आज फेरि असार 15 पनि हो 15 पनि हो त्यही भएर अहिले छ फुलमा चाहिँ मौरी अत्यन्तै आउँछ त्यही भएर हामी बन्द गरेर हिँडेको मौरी आउँछ हाम्रो अभियान सञ्चालन गर्ने मित्रले पर जाँदै हुनुहुन्छ अगाडि अब उहाँले कहाँ कहाँ भन्नुहुन्छ त्यही रोप्छौँ होइन त्यही बस्ने हो बिहान चाहिँ यतातिर रोप्दै रोप्दै गयौँ हामी फोटो खिच्दै हिँड्दा चाहिँ बिहान चाहिँ यहाँतिर गऱ्यौँ हामीले अब हामी फेरि यता माथि साइड गर्छौँ त्यसले गर्दाखेरि सबैजना जोडिदिनु होला हेरिदिनु नि होला अन्त नि बाटोमा तपाईँहरूको घर जाने बाटो रोपौँ फुल होइन यसो पछि मरेर जाँदा सास जान्छ जान्छ अहिले फुल रोपिरहेको ठाउँमा पर्नु यस्तै काम कार्यक्रम यहीँ चाहिँ हामीले यतातिर रोप्यौँ हो त्यही भएर इन्जेल ल्याएर चाहिँ चिन्नु पनि भयो होला इन्जेल ल्याएर गुराँस मात्रै होइन अनि धुप्पीहरूलाई मिलायौँ कटिङ गऱ्यौँ हो त्यही भएर यो लाइन भोल्दै यो चाहिँ कलमै भन्छ हामी चाहिँ हमाल यो डाँडामा चाहिँ पछि चौतारा बनाउनु पर्ने हो एउटा त अघि यहाँ फुलेछ पनि हो हो फुलेछ त अलिक पानी झरीमा रोप्नु पर्ने रहेछ है यो लाइनको यो बिपनाभिर होइन यहाँ चाहिँ पहिला पक्रिने पनि पास लडिहाल्यो भने पक्रेर भने आउँछ नि त बिपना भिर पहिला बिपना गर्दै हुन्छ होइन हामी चाहिँ पछाडिबाट हिँड्दैछ पहिला मेट्दैछ होइन हरेक भन्ला यो चाहिँ उहाँकै हातबाट होइन रोप्ने बित्तिकै फुल्छ क्या हो त नि पर नि फुलेछ इन्जेल एउटा कि देख्नु भयो नि तपाईँले विशेष अभियान आज हाम्रो अन्त्य अन्त्य हुँदै अब भोलि होइन यही समापन हुन्छ समापन हुन्छ एकदम सर्छ अब हामीले परबाट यहाँसम्म सरेकै भयो ल यता अरे घर चाहिँ यता हो
अभियान चाहिँ यस्तो छ है। अभियानको नेतृत्वकर्ता यस्तो हुनुहुन्छ एकातिर घर एकातिर हिँड्नुहुन्छ के भन्नु ल अचल ल हजुर त्यसलाई बन्द गरेर हालिदिनु अरूहरूको गोलिया हाम्रोतिर चाहिँ यस्तो एकदम गोलिया चाहिँ धेरै पाइन्छ, अरू नपाए पनि। र कुहिरो चाहिँ कहिले दुःख मान्नु पर्दैन। कुहिरो एकदमै हट्दैन र हाम्रो अभियान कहिल्यै घट्दैन। आजलाई बिदा भन्दै भन्दै हाम्रो भिडियो आज यतै समापन गर्दै हजुरहरूमा हामी बिदा हुन चाहन्छौँ। हस्त नमस्ते नमस्ते गरिदिने। नमस्ते।